एकछिन नमस्कार, म नम्रता प्याकुरेल। यो भ्लग मेरो लाइफको फर्स्ट टुर एक्सपिरियन्सको भ्लग हो। पत्याउन अलिक गाह्रै भयो नि, सत्य यही हो। बच्चैदेखि म पढेको स्कुल या कलेजले टुर नै नलाने। बल्ल बल्ल ब्याचलर्सको 8th सेमेस्टरमा आएर म टुर जान पाएँ, त्यही पनि मुस्ताङ, त्यो पनि पुस महिना। म फाइनली टुर गएँ। कृपया मेरो एक्साइटमेन्टमा बोलिएको कुरा अनि फेक लाफ्टरबाट सचेत भई यो भिडियो इन्जोय गर्नुहोला। धन्यवाद। आज हामी कहाँ जाँदैछौँ? तिमीहरूको कस्तो भइरहेको फिलिङ्स तेरो? गुड, एक्साइटेड, नट भेरी मच एकदम एक्साइटेड। हाम्रो बस हो होइन, यो चाहिँ हाम्रो कलेज हो। सबजना जलिरहेछन्। ब्लग हेऱ्यो भने मेरो यही हो। के भइरहेछ साथीहरू? यहाँ रोमान्टिक मोमेन्ट भइरहेछ। हजुरहरूलाई स्वागत छ हाम्रो कलेजको टुरमा। एजुकेसनल त हामी यस्तो गर्नु एजुकेसनल यस्तो गर्नु भने टुर चाहिँ हामी जाँदैछौँ होइन। अनि टुर जानुभन्दा अगाडि के भन्न चाहन्छु भने यो लेभलको अन्तिमसम्म यही लेभलको एक्साइटमेन्ट चाहिँ रहनु पर्यो। जिन्दगी हो कहिले बुझ्छौ मोरी मन परे नभने माया आई एम भेरी सरी। हेलो गाइस, दिस इज नम्रता। हामी चाहिँ कलेजको टुरमा आएको छौँ। एन्ड दिस इज ओसियन होटल। खाना खायौँ। यो कुन ठाउँ हो थाहा छैन, ठाउँसँग हामीलाई मतलब छैन, भोक लागिरहेको छ। ठाउँ सायद कुरिन्टार होला। यता हामीसँग शोभा छ। शोभाजी हाई भनिदिनुहोस्। हाई गइहालेछ। यता हामीसँग हुनुहुन्छ रश्मिलाजी। रश्मिलाजी हाई रश्मिलाजी आज कालो चस्मा लगाएर। अब जाम, क्यामेराम्यान जाम। हजुरलाई कस्तो लागिरहेको? मैले त खै भ्यू हेर्नु पाएको छैन। दबाईले सुतेर दबाईले अझै पनि जानुहोस् त। हजुरलाई कस्तो लागिरहेको? ठिक लागिरहेको छ। रमाइलो भइरहेको छ। हामी रमाइलो रहेछौँ। थ्याङ्क यू दिदी। हजुरलाई कस्तो लागिरहेको? रमाइलो लागिरहेको छ। थ्याङ्क यू भेरी मच। तर तपाईँको अपोनेन्ट चाहिँ हजुरलाई कस्तो लागिरहेको? चाड अगाडि बनाउने गर्छ कपाल बाटिँदै गर्दा कसैले हजुरहरूलाई कस्तो लागिरहेको कलेज जस्तो छ कि गाडीमा नि माइक छ नि। धन्यवाद। बाँकी भ्लगको लागि आजको भ्लग यति नै। नम्रता अनि म के साथीहरू हामी फेरि आइसकेका छौँ हाम्रो अरू बाँकी साथीहरूसँग अन्तर्वार्ता लिन। प्रतीक्षा अधिकारी कस्तो लागिरहेको छ तिमीलाई? म जस्तो राम्री मान्छेको इन्टरभ्यू लिन म त झन्डै एकछिन दुईचोटि ढलेर उठेको यार। यस्तो राम्रो मान्छे म आफै उठिहालेछु। ठिकै छ। अब हाम्रो एलिसालाई सोध्नु के छ? एलिसा कस्तो लागिरहेको? हेर त दादा मासु अड्केको। मलाइका म्याम, मलाइका लागिरहेको छ।
हजुर कस्तो लागिरहेछ हजुरलाई ए बाबा एकदम chill जस्तो हजुरलाई मेरो क्यामेराम्यान बन्न पाउने अवसर पाउँदा कस्तो लाग्यो एकदम खतरा लागिरहेछ गाइजहरु यहाँ छ यस्तो भिड गोरुजहरू नि हुनुहुन्छ फ्रीको पानी यहाँ खाने हेलो के भने अरे युकेशले के भने अरे यस्तो हरियो देख्ने बित्तिकै पौडी खेल्नु मन लाग्यो नि तिमीलाई त्यस्तै हो एकदम खेल्नु पौडी पाउडी पाउडीहरू अब हामी जाँदैछौँ भनौँ न अब हामी जाँदैछौँ मर्स्याङ्दी जल विद्युत केन्द्रमा मर्स्याङ्दी हजुरहरूलाई थाहा छैन भने त्रिशुली बगेर मर्स्याङ्दीमा झरेछ तिम्रो माया लौ मलाई ए राफ्टिङ बिसाउने ए राफ्टिङ बिसाउने भयो यति भइपुग्छ हामीलाई अरू के छ कन्टेन्ट कन्टेन्ट त अनुहार देखाउनु अनुहार देखाउनु हुने होइन फिल्टर बिना आफ्नो अनुहार अरूलाई देखाउनु गरे होइन तिमी झन् पुरै भिडियो गरेर यति अगाडि ल्याउँछौ हेलो हेलो इट्स मी सङ्गीता आज हामी कहाँ छौँ अहिले अहिले हामी मर्स्याङ्दी हाइड्रो पावरको नजिक छौँ तर छिर्न नदिएर बाहिरै बसिरहेछौँ कसले गर्दा थाहा छैन कलेजले गरेर लेटर नपठाएर हामी कलेजको गल्तीको कारण बाहिर रोडमा बसिराख्नु परेको छ हेर्नुहोस् दर्शक वृन्दहरू यस्तो नाजुक अवस्थामा के गरौँ यस्तो नाजुक अवस्थामा गाडी चढेर फेरि फर्क्नु अनि यहाँ मलाई एउटा खतरा लागेको कुरा भनेको चाहिँ हाम्रो यहाँ मन्दिर होइन यस्तो राम्रो मन्दिर छ तर मन्दिरभित्र होइन भगवान्लाई भनेर यहाँ वाटर बोटलले के गरायो लौ न भगवान् साथीहरू हामी चाहिँ मर्स्याङ्दी होइन मर्स्याङ्दी जलविद्युत केन्द्रमा आएका छौँ यहाँ हाम्रो ब्लगर हुनुहुन्छ हामी चाहिँ यहाँ हिँड्दैछौँ लाइन बनाएर यता चाहिँ स्न्याप हुँदैछ यो साँच्चै हाल्छु फेरि हाल्छु देख्दाखेरि यो हो चाहिँ यो अग्लो भए पनि हुने पोजिसनमा यो अग्लो यो हो है फेरि यो धरतीको उसमा त्यसरी बुझ्नु होला We are too strong. कोही मार्ला नै हेर्नु त हजुर साथीहरू हाम्रो टेकन चाहिँ सक्यो अब हामी सुत्न गइरहेछौँ हाम्रो होटेल चाहिँ कुन छ होटेल हिमालयन इन अनि हाम्रो रुम पार्टनर हुनुहुन्छ कसना सापकोटाजी अनि यता हुनुहुन्छ सङ्गीता सापकोटाजी तर उहाँ हुनुहुन्न अहिले उहाँ बाहिर जानुभएको छ अनि क्यामेरा क्वालिटी फेरि त्यस्तै हो साथीहरू आइफोन छ मसँग त्यही भएर हो अनि त्यसपछि अरू कुरा भनेको हामी चाहिँ द होटेल के अरे द हिमालयन इन स्ट्रिट नम्बर 7 मा जाउँ थ्याङ्क यू यहाँ चाहिँ हाम्रो रुम मिलेको छैन अहिलेसम्म यिनीहरू चाहिँ एकै सिङ्गल बेडमा हामी डबल सुतेछौँ बिकज यु आर सिङ्गल सरी फर दिस गुड नाइट भन्दै साथीहरू गुड नाइट हेलो गाइस डे 2 पोखरा हामी चाहिँ होइन म चाहिँ बिहान कति बजी 5 बजी उठेर रेडी भएर सब गरेर अब हामी कहाँ जाँदैछौँ मार्फा जाँदैछौँ होइन मार्फा जाँदैछौँ चिसो भनेको हिजो त्यति थिएन आज बिहान चाहिँ हल्का के हुस्सु हो कि कुहिरो हो त्यही लागेको छ हुस्सु लागिरहेछ सङ्गीता कस्तो लागिरहेछ सङ्गीताले गाजर लागिरहेछ लिपस्टिक पनि लगाएको छ यहाँ चाहिँ कोठी हो फेरि जुम्रा भन्ने अनि त्यसपछि त्यही हो उठ्यौँ अब 7 बजी ब्रेकफास्ट गरेर हिँड्छौँ अब हामी 2-3टा फोटो खिच्छौँ अनि त्यसपछि अनि त्यसपछि लाग्छौँ हाम्रो गन्तव्यमा
बाई राम्रो रहेछ पोखरा ल हामी अब चाहिँ कहाँ जाँदैछौँ हामी अब दुईटा अन्डा खाएको छु मैले चाहिँ होइन अब तरकारी खाएको छु अनि चाहिँ अब अनि मन्दिर चल्दैको छु पोखराको कता वृन्दावासिनी मन्दिर जाँदैछौँ यात्राको क्रममा यिनीहरू छन् अलिअलि चाहिँ अर्कै बाटो गइसक्यो यता हामी चाहिँ हिँड्दैछौँ हामी चाहिँ अहिले वृन्दावासिनी मन्दिरको भ्यू हो होइन यहाँ आइपुगेछौँ हेलो गाइज अहिले चाहिँ हामी के भन्छ कालिका भगवती मन्दिर प्रवेशद्वार ऊ त्यहाँ अगाडि छ अब भित्र गएर अब रमाइलो गर्छौँ त्यही हो बाई बाई कहाँ के गर्यो अरे तिमीले हामी चाहिँ बागलुङ कालिका जानको लागि शुद्ध मान्छेहरू शुद्ध भएको छौँ के खाथ्यौँ रातभरि त सब पखालिसकेको छ अब हामीसँग शुद्ध जल गङ्गा के अरे गङ्गा जल स्नान गृह हामीले जलले एकदम आफूलाई शुद्ध पारिसक्यौँ स्नान गरिसक्यौँ शुद्ध त हामी पहिलेदेखि थियौँ किन मैले विशुद्ध भएकोलाई पखालेको अर्कै भनिहाल्छ गण्डकी गोल्डन ब्रिजमा आइपुगेको छौँ हाम्रो नेपालको सबभन्दा लङ्गेस्ट ब्रिज स्वर्णिम झुला हामी चाहिँ पुरा थकित बनपा बाग्लुङ खान पाइरहेको छ खानु होइन भोक एकदम लम्बाइ चाहिँ 5 6 7 मिटर कत्रो लामो 567 मिटर ल है कहाँ हो यार यो त पुरा इन्डियाबाट एकैचोटि चाइनासम्मको जस्तो हो कत्रो लामो यार लङ्गेस्ट भनेपछि त लामै हुँदो रहेछ ओहो हावा चलेको नाइस साथीहरू ल है आउन नपाए नि ओइ बिरामीबाट साथीहरू हामी चाहिँ लङ्गेस्ट ब्रिजमा हिँडिरहेछौँ तर धेरै चाहिँ होइन हल्का हल्का साथी चाहिँ जाँदा रहेछ है धेरै त नर्मल हो तर हल्का छिटो अरू त केही होइन यस्तो मस्तको खोला भ्यू मस्त छ आँखाले हेरेर डिफाइन गर्नुपर्छ वाला मैले डाइरेक्ट हान्नै पर्छ किनकि मसँग आइफोन छैन त्यही भएर अब आउनुहोस्
नभए लोकालिटीमा हेर्नुहोस् के भन्न सकिन्छ डबिङवाला भिडियो जस्तो भयो अब त्यस्तैहरू थ्याङ्क यू सो मच उता उता हेर्नु त ऊ रहेछ पिङ रहेछ पिङ रहेछ अनि के हो जिप लाइन पनि यति रहेछ जिप लाइन पनि यति अनि उता नेपाल टेलिकम छ राष्ट्रको सञ्चार हो है फेरि अब यहाँ खोला छ खोला देखेँ मोर पछि बागलुङ कुस्मा खै के हो थाहा छैन यहाँ खतरा हिमाल रेखा थाहा छैन हामी चाहिँ पुरा थकित खतरा हावा चल्दो रहेछ यहाँ उतै बस हिँडिरहेछ हामी चाहिँ अस्तव्यस्त छौँ यत्रो यहाँसम्म आउन त आयो अब जाने चाहिँ कसरी के आम्मामा यहाँ हो र उता कसरी जाने त्यो ल म त उता तल रोडमा सोचिरहेको थिएँ उता माथि पो रहेछ हेलो सबैजनालाई आज हुन्छ स्मृति बिर्सिरहेको छु अनि के भन्न चाहनुहुन्छ अहिलेसम्मको टुरको यात्राको बारेमा मेरो छुट्टै टुर छ अनि के भन्न चाहनुहुन्छ अहिलेको भात अहिलेको भात आजको भात बाई 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 अहिले चाहिँ हामी कहाँ छौँ हामी तातो पानीमा छौँ यहाँ हुनुहुन्छ हाम्रो क्यामराम्यान सरू राई उयो हात आयो त ल यस्तै हो अब भ्लगर भए त्यस्तै हुन्छ तातो पानी अरे है तातो पानी त तातो होला म त चिसो छु नि त यो चाहिँ तातो पानी रे है शरीर मान्न र साबुन प्रयोजन मनाइ छ रे मेरो त फेरि पानीमा धुँदा त्यति मजा आइहाल्छ गाह्रो पर्दैन होइन हामी चाहिँ अहिले कहाँ छौँ हामी अहिले मार्फामा छौँ मार्फामा खाना बसेर खानासाना खाएर मस्त हिँड्दैछौँ कति बज्यो अहिले के हो जे होस् अहिलेसम्म थाहा पाएको भनेको ऊ हो मार्फा यो जेरीको सुटिङ भएको ठाउँ हो रे नमस्ते त्यति थाहा मलाई